जाना खैलाना आमायाले जाना खैलाना तिनीगी माला दिनुकोनो तिनीगी माला दिनुकोनो बोले भाषणला तिमीतेरी बोले भाषणला तिमीतेरी चोरी माठिम बार पाचन नील चोरी माठिम शाबोमा श्यामला धोन मारे शाबोमा श्यामला धोन मारे डम्भरे लाना छाए नाचे डम्भरे लाना छाए नाचे la la la
एलन तिङ्री टेला सिला एलन खुरी नालायो दिरे ताङै एलनायो फेरि नालायो दिरे तागै एलनायो फेरि पिन्ना माया पिन्ना पिन्ना जुलुई सिसिनी सै हल्ला ताला थेरिन याङ्ला माया तागै हल्ला ताला थेरिन याङ्ला माया तागै लिनुपर्ने अनि गोलेको कुलमा लानुपर्ने भनेर चाहिँ र आज तपाईँहरूको कुलबाट चाहिँ आफ्नो छोरीलाई पूर्ण रूपले हामीलाई सुम्पिनुहुन्छ भनेर चाहिँ यो चारदामबाट तपाईँ पनि त हजुरहरूलाई अहिले हामीले चारदामबाट माग्नु हुँदैछ टिम जम्मै राख्नु भयो हजुर चारदामको टिम जम्मै राख्नु भयो चारदामको छ यसो अलि मेरो गल्ती होला तर पहिल्यै म माग्न जान्छु खासमा भने एउटा जिउँदो भाले हामीलाई चाहिन्छ पोङ चाहियो पोङ आइगयो रोटी आयो सिया आलुदम आयो अनि यसको साथमा भनौँ भने मेरो उहिले त माछा पनि लानुपर्ने जिउँदो माछा जिउँदो भाले लगेर चाहिँ हामीले चारदाम माग्नुपर्ने अनि हाम्रो गोलेको तर्फबाट छुमी साङ सुक्पा माछा कुखुरा रोटी सिया अगाडि हाम्रो अमृत जस्तो सगुनहरू राखेर चाहिँ दुईपट्टि तोक्ते भएर ठिकै छ यता सेर्गिदोम मयङपट्टिको अलग्गै अब ङेन्सा भन्छ कुटुम्बाको तर्फबाट बेहुलाको तर्फबाट अलग्गै राख्नुपर्छ कस्तो हुन्छ भन्छ नि पोइमाताङ दुईवटा हुनु पर्यो बुम्बा दुईवटा हुनु पर्यो साथैमा सेनोर म्यान्डो यो के अरे बोतिमेला थोङसे भन्छ नि त्यो पनि दुईवटा हुनु पर्यो हो कोरोरो ग्याङ भन्छ सेल रोटी त्यो पनि दुईवटा हुनु पर्यो त्यो चाहिँ दुईवटा पोङ पनि दुईवटा अन्त बसाइ पनि कस्तो हुन्छ भनेदेखि यतापट्टि सेर्गो मयङको पट्टिबाट माइतीहरू हुनुपर्छ यता अर्कोपट्टि हुनुपर्छ फेरि ज्ञानसापट्टि बेहुलापट्टि हो है बाबु हुनु पर्यो खास गरी बाबु भए त हुन्छ यतापट्टि चाहिँ माइतीको चाहिँ के हुन्छ सेर्दो मयङ त भइगयो आपा होइन उसको बाद एउटा माइती हुनुपर्छ दाजुभाइ बेहुलीको दाजुभाइ जो पनि हुनुपर्ने पर्यो किन भरे उसको काम आउँछ अतएव बिहान नै सूर्य भगवान पूर्वदेखि उदाएर पश्चिमतिर अस्ताउँछन् पृथ्वीलाई शीतोष्ण पारी अन्न उब्जाइदिन्छन् मानिसहरू पनि सृष्टि हुन्छ जीव प्राणीको सृष्टि हुन्छ अनि मानिसहरू बाँचेको हुन्छ यदि सूर्य भगवान नउदाएको भए संसार अन्धकारमय भएर कुनै चिजको सृष्टि हुने थिएन अनि मानिसहरू पनि बाँच्ने थिएन र आज उनै दयालु भगवानको सूर्य भगवानको दयाले गर्दामा
उहाँको ज्योतिमा आदरमा बाँचेको हुनाले आज हामी तपाईँहरूको भेट भयो। अनि अन्धकारदेखि उज्यालो ज्योति भएको संसारमा बेहुला बेहुलीको जन्म भयो र हामीले भगवान मान्ने पुण्य हुनाले साथै बारातमको रिमठिम मान्नुपर्ने हुनाले आज सेक्दो मयुले तपाईँले चाहिँ आफ्नो छोरी चाहिँ है चाहिँ आफ्नो बारातमको दस्तुर गरेर चाहिँ आज मैले मेरो छोरी चाहिँ फल्ना फल्ना जग्गा 9 माइल गाउँमा बस्ने फल्ना गोले कुटुम्ब उसको छोरा माकुलालाई आज मैले सम्पिए भनेर तपाईँको मुखार सेक्दो मयु बाबु माइतीको मुखार बिन्दबाट एक वचन सुन्नु पाऊँ है भनेर चाहिँ यो पुग्न राखेको यो तरिकाले भन्नुभयो। र हजुरहरूले चाहिँ अब हजुरको छोरी चाहिँ अब हामी गोले परेर जाँदैछ भने अन्तिममा त्यो 4 नम्बर त दिनु भने चाहिँ हामीलाई सुविधा हुन्छ भनेर त्यसको लागि चाहिँ अन्तिम सगुन उहाँहरूलाई चाहिँ हामीलाई आजको दिनमा बेहुली पसल 4 नम्बर दाताहरू सबै पनि मैले बुझेँ चोलदाम विवाह छै भाषामा चोलदाम विवाह हो। राङ्ला ताम्री तामाङ चुनेर ताम्री चाहिँ तिग विवाह गोइला वानबेरी भिजम भिसम साइबले ठिम पङ्गलाई साई दाम ली 4 दाम वरुणलासी चोलदाम यो छोइ भाषा हो। चोलदाम र दोन्सा चाहिँ तिले हिँड्ला भिसम चाहिँ चोल्बा भनेको चढाउनु दाम विवाह दोन्सा चाहिँ तिले हिँड्ला भिसम कसम प्रतिज्ञा वचनद्वारा चाहिँ छोरीलाई दिएकोलाई त्यसले भन्छ चोलदाम। साइबली भनेको मैले बताएँ। अब चोलदाम खाँदै पेङ्ला त सेनो मुकुन से सेवाला गोबला मलाई भित्र चाहिँ ज्यावत होला नि तपाईँले बुझे भन्नुपर्छ। चारदाम कति प्रकारको हुन्छ? चारदाम 2 प्रकारको हुन्छ। नि पेङ्ला ताल टिक विवाह भिजम गिक विवाह गासा अथवा सेन पाङ्गला सिसा गासा चाहिँ खाक्क इन्ला भिजम धान्दे चोरी यङला छोयाला ब्रेसङ ताबारी दुईले चाहिँ चोलदाम साइबली लाबला थेला चाहिँ गासा पाउँला है। अहिले बिहा दान भएको बेलामा नानीको चारदाम गर्नु पर्ने त्यसलाई चाहिँ गासा भन्छ। ओसेन सेन सिसा खानाइ त्यो यङला जम्लिङ मोकोन मिताप हिँड्ला यङदोको मकोन मिदुको मकोन मिताप हिँड्ला जम्लिङदी मकोन साइदुको मकोन मिताप हिँड्ला अनित्य हो। बिसम खानाइ तापला तापासे यङला मिदे सिगिर चिताजी बिसम हेली छ चाहिँ लामा रेम्बो चाहिँ त्यो चाहिँ ढार संस्कार लाभा बेमाङ्गा छ चाहिँ सेगिदो मयुङ मला भिसम चाहिँ ताला आइन भिसम मयुङ सोचिनाम चाहिँ चोलदाम लादोजी साइबिलो लादोजी तब जेन फेली छ चाहिँ लामा रे मल्छु दे ढा संस्कार लाबारी खाम्बा लासो तिनले कुनुरी याङला विश्वले नाम छरी शुभगा सेगिदो मयुङ प्रतिमान बमजन से तिनला ल्याङ्छ जामे डोल्मो दामु दीपा बमजन जामेला 9 माइल नामसारी शिवगा ज्ञानछ दिगम गोले ला झा छेरिङ गोले माला छ्याप्री तिनै यान्छे तामाङ चुनेल थिम लासिनम फुलजी साय प्राची क्राय प्राची बुनु प्राची धानु प्राची मेनु प्राची विषम सिउरवाला रुइबा चाहिँ प्राप्त पारे मैला छारी मलाई स्याला गान्धी रेङमारम रोला गान्धी रेङमारम सेबु छेरेङे अब तपाईँहरूले के भन्नुपर्छ पञ्च भला पञ्चले चाहिँ ओ गसले भन्नुपर्छ है जो ताम चाहिँ तोरिन्छन् रिङा साङ्गे स्यादो चाहिँ सेम्बा तोरिन्छ जुने नुप्नाउ थय झ्याङदन डुबा कुइनम नाम चाहिँ थेजी मूला निमा दावसे थेजी मूला बम कुन बुम कम कुसे थेजी भल्लाचन होक्लालु नेदा सिद्ध साई सब्जी डोलमा चाहिँ थेजी नोवा ग्रिन लङला ढाके मुनाल चाहिँ थेजी लाला पेङसे थेजी बिसम चु सेगिदो मयुङ
प्रतिमान बोमजनला ढिमला खोलाटाला माप्चङला लु नेता सिब्द से थाइजी बिसाले नामथला ला लु नेता सिब्द थाइ सब्जी ढोल्न से थाइजी रिला तेन्से थेजी रिला दोंगला नामे से थेजी ची चोङ गान्दिला तारंगा से थाइजी ची ग्यागादाला माक्ता मवे च्याङच्याङ नर्बु से थाइजी बिसम तोरी जान्छु ब लामारे मोछे गानमा गान्छु मोकोन चाहिँ ठेजी नाथानी भएको चिजबिज सबै अनिष्ट हो हामी पशु प्राणी हामी मनुष्यहरू सबै अनित्य हो कुनै दिन अगाडि पछाडि हो जानुपर्छ यो लोक छोडेर होइन परलोक जानुपर्छ त्यो समयमा चाहिँ अब हाम्रो अब यस्तो भगवान्ले उ त नगरोस् तर पनि आफ्नो समय मैले भनिहालेँ अनित्य छ सबैले जानुपर्छ त्यो गएको जाने बेलामा चाहिँ अब जब घेवा कर्म हुन्छ मिन्जेङ प्राची हुन्छ त्यो टाइममा चाहिँ यो 1 रुपियाँ र यो खदाहरू चाहिन्छ र त्यहाँसँगको हाम्रो सम्बन्ध छ है आजदेखि चाहिँ हाम्रो प्रतिमान बोमजन ल बोमजन च्याला छ्याम्नु गोलेया ल माइमा दुगु चाहिँ तिनी गान्छ चाहिँ गिक ताजी ढुलो पिठो भएर पुरानो लुगा फाटेको लगाएर हगै चिप्चौँ म्याक्सी स्याल्सी थानबारी भनेर चाहिँ जुठो भाँडाकुँडाहरू मोली पखाली राख्दै गरेको देखेर के मेरो जान भएन मेरो साथीको जान कति राम्रो हो भनेर के गर्नु तिमीले मन खोलमा आकाशे भनेको नथाल्नु नुङ्न आलो भनेको चाहिँ नबिगार्नु हो राङ्ला सेबुला छोडे रेमुगोल चाहिँ आख्ला चाहिँ पति धर्म चाहिँ कहिले नछोड्नु हो त्यो भनेको ल ख्यामान चाहिँ राङसे चाहिँ आइसे चाहिँ राङ्ला मिल्को चाहिँ झ्यावा माग्दो है सधैँ चाहे जस्तै होस् आफ्नो पत्नीलाई चाहिँ के गर्नु राम्रो देखाउनुपर्छ लस गोरङ लासिन माला डोल्मा दामु दिपा अब मेरो तर्फबाट त के हो छार्गै रोप्गै भनेको फुल फल हो कि छेरेङ्गै भनेको चाहिँ तिमीहरूको आयु लामो होस् साङ्गेल जिल्ला ठोक्दै भनेको भगवान् बुद्धको चाहिँ आशीर्वाद सधैँ तिमीहरूको माथि सञ्चय होस् भन्दै म एउटा मेरो तर्फबाट एउटा तिमीलाई खर चलाउँछु ल लुट
रे ग सानी सा फिचेको केसमा सिउरेको त्यो फुलको तुङ्गा सुहायो सिरेमा हटाइदेऊ तिम्रो त्यो पछ्यौरी देखाइदेऊ जुन झै मुहारी हँसिलो मोती जस्ता दन्त तिम्रा आँखा गाजलु तिर्मिराउँछ नाकामा कसरी जुदाऊ लुकी लुकी चियाउँदै गऱ्यौ के जादु झिमझिमाउने परेलीमा फस्दैछ मुटु फिचेको केसमा सिउरेको त्यो फुलको तुङ्गा सुहायो सिरेमा हटाइदेऊ तिम्रो त्यो पछ्यौरी देखाइदेऊ जुन झै मुहारी हँसिलो सजाएर राखिदेऊ कि तिमीलाई जुनसँग जुन पानीलाई चाहिँ देला तिमी सामु हुन लुकाएर राख्न पाए हुन्थ्यो मुटुभित्र दुःख सारा भुलिदिन्छु तिमी सामु हुँदा फिचेको केसमा सिउरेको त्यो फुलको तुङ्गा सुहायो सिरेमा हटाइदेऊ तिम्रो त्यो पछ्यौरी देखाइदेऊ जुन झै मुहारी हँसिलो ती दुई नयनमा छन् धेरै सपनाहरू पुरा बनोस् गर्नेछु प्रार्थना तिम्रो हाँसोमा मुस्कानमा लुकेका ती दुःखहरू भुलाउन बन्नेछु सहारा फुलले रङ्ग सजाउँछ तिम्रो ओठको जुनले कथा सुनाउँछ तिम्रो रूपको दुनियाँको नजरबाट नजर छोडेर हेरिरहु तिमीलाई आँखैले छोएर फिचेको केसमा सिउरेको त्यो फुलको तुङ्गा सुहायो सिरेमा हटाइदेऊ तिम्रो त्यो पछ्यौरी देखाइदेऊ जुन झै मुहारी हँसिलो फिचेको केसमा सिउरेको त्यो फुलको तुङ्गा सुहायो सिरेमा हटाइदेऊ तिम्रो त्यो पछ्यौरी देखाइदेऊ जुन झै मुहारी हँसिलो सितारों से छलकने लगा चांद सा
तू जो मुझ में चमकने लगा, रहूं तेरे यूं पास में, बनूं तेरा एहसास में, यार जी लूं तेरी हर सांस में। शाम सा तू ढलता, तू सुबह सा निकलता, तेरे साए में चलता, मैं हूँ साथ तेरे, मैं हूँ साथ तेरे। है यही इरादा तुझे चाहूं खुद से ज्यादा, दिल से है ये वादा, मैं हूँ साथ तेरे, मैं हूँ साथ तेरे। सीने में तेरे प्यार की उड़ती है पतंगे, उड़ के यूं हवा में तेरा मैं आंचल हुआ। ओ भीगा हूँ तेरे साथ मैं बारिशों में तेरी, बिखरी जो तेरी जुल्फ तो मैं बादल हुआ। तेरी काली आंखें मेरे ख्वाब का है दरिया, मैं उतर के इनमें खो गया। है यही इरादा तुझे चाहूं खुद से ज्यादा, दिल से है ये वादा, मैं हूँ साथ तेरे, मैं हूँ साथ तेरे, मैं हूँ साथ तेरे, मैं हूँ साथ तेरे। सबैजनाले खानापिना खाइसक्यो भने हामी सानो सानो बेहुला बेहुलीको आज कार्यक्रममा नाच्नुपर्छ अनि गाउनुपर्छ अनि रमाइलो पनि गर्नुपर्छ। तेरी
आसमानों पे उभरे तेरे मेरे निशान चल सब चलेंगे सफर पे बोले मिलके नए मकाम ख्वाबों के आसमानों पे उभरे तेरे मेरे निशान जाने जा हो गई मैं तेरी मैं तू मेरा हुआ जाने जा हो गई मैं तेरी बातों की डोली आप्पालाई मेरो फ्याफुलजी आम्मालाई मेरो फ्याफुलजी आँखेलाई मेरो फ्याफुलजी ममलाई मेरो फ्याफुलजी थेपाले जाङ सर ल्याएछ पा थेपाले जाङ सर ल्याएछ थेपाले जाङ सर ल्याएछ पा थेपाले जाङ सर ल्याएछ हाम्रो त थेपाले ल्याएको जाङ सर सालैको राम्री रहेछ हाम्रो त थेपाले ल्याएको जाङ सर सालैको राम्री रहेछ आम्मालाई चाङ भनी ल्याएको मैले तामाङस्या होइन होइ आमा बचपनकी प्यारी ल्याएको छु मैले नरिसाउनु होइ आप्पा आम्मालाई चाङ भनी ल्याएको मैले तामाङस्या होइन होइ आमा बचपनकी प्यारी ल्याएको छु मैले नरिसाउनु होइ आप्पा भित्र्याउँ चाङसार रीति पुरै सिकाउँछु तामाङको दस्तुरलाई भित्र्याउँ चाङसार रीति पुरै सिकाउँछु तामाङको दस्तुरलाई थप पो पाउँछु दुनियाँको सामु मन मिली ल्याएको चाङ भन्नलाई अब पो पाउँछु दुनियाँको सामु मन मिली ल्याएको छन् भन्नलाई हेलाको आँखाले नहेर्नु सासु मोहर भयो तामाङको सुख र दुःख जे भए पनि सेवा गर्छु हजुरको हेलाको आँखाले नहेर्नु सासु
रीतिरिवाज धर्म यस्तै हो हवा यो हवा ले लहर ल्यायो के मनभित्र नयाँ यो रहर जाग्यो के हवा यो हवा ले लहर ल्यायो के मनभित्र नयाँ यो रहर जाग्यो के यो हिमाल भरी केही फैलियो कि म त पग्लिन पुगेछु तिम्रो वरिपरि चिसो साँझले न्यानोलाई खोजेसरी मेरा आँखाले नि तिमीलाई खोज्छन् घरिघरि थाहा छैन कहिले यो के भयो तर लाग्छ जे भयो सही भयो तिम्रो बोलीमा आज भोलिमा हराए 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 तिम्रो बोलीमा आज भोलिमा हराए 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 बाह्र तामाङको संस्कार अनुसार हामीले चाहिँ अन्तिममा माइतीलाई पनि निम्ताएर माइतीलाई पनि आफ्नो चेली कहाँ भनेको जस्तो जग्गामा ठाउँ ठेगानमा छ कि वा कहीँ त्यसै अन्य जग्गातिरको त्यसै नक्कली ठेगानातिर अब भनेको छ कि भन्ने त्यो एउटा पहिलाको समयमा त्यस्तो पनि हुन्थ्यो होला कहीँ। तपाईँ बमोजिम परिवार भोलि परिवार चाहिँ एउटा नगरा मासु जस्तो भएर बस्ने एउटा सम्बन्ध एउटा साइनोले हामी गाँसेका छौँ है। बाटोघाटोमा हेर्दाखेरि पनि एउटा साइनोले बोल्ने भाइ मानिसहरू भनेर हामीले पनि मलाई पनि तपाईँले आशै भनेर बोलिदिनु भएर मेरो पनि जति पनि यहाँ मेरो जति पनि मेरो अब घरभित्रको साइनो लाग्ने मेरो साइनोदेखि उपर माथि शिरमा भएको मात्रै हुनुहुन्छ यहाँ है। र त्यसले गर्दाखेरि म तपाईँहरूसँग एकपल्ट चाहिँ म हाम्रो माइती मेरो फानिसहरूसँग म चिनाजान गराउँछु है। सर्वप्रथम चाहिँ म यहाँ हाम्रो लामा मेमे यहाँ मेरो घर छेउको पाख्री हुनुहुन्छ लामा वाङदेन मेमे है। र सर्वप्रथम त्यहाँदेखि यहाँ हाम्रो जोजो ठुलो जोजो एकदम मेरो ठुलो जोजो अनि यहाँ मेरो ठुलो छोरा फेबाको चाहिँ ससुरा आसिङ हुनुहुन्छ। अनि यहाँ मेरो आफ्नै साइली आहीको छोरा कान्छा आसिङ हुनुहुन्छ। यहाँ तल घरको थिङ हुनुहुन्छ। यहाँ माइती आजको तपाईँको ज्वाइँको चाहिँ आफ्नै ठुलो आसिङ नाति है यसरी नै छ। अब यहाँ त अब मेरो ठुलो छोरा है चिनिहाल्नु भयो। अब हामी आमा आप्पा भइगयो र यसरी नै हामी सम्बन्धमा छौँ। हामी कोही बाहिरको छौँ न। हामी साइनोले एउटै घर परिभित्र छौँ। तामाङको रिम्यो अञ्चल किम अञ्चल माइती राजाहरू आएर यसरी चेलीको जुन एउटा घर हेरिने बाटोघाटोमा कोही किसिमको असुविधाहरू छ कि बाटोमा राखेर त्यसै छोडिदिन्छ कि भन्ने उहिलेको त्यो एउटा बाजेहरूले जुन राखेको नियमलाई फलो गरेर अहिले हामी आएको छौँ है। र आज तपाईँहरू आइदिनु भयो र हामी टाढो छौँ न, हामी एकदमै नजिक छौँ। र किनभने अब एउटै महकुमाभित्र एउटै ब्लकभित्र एउटै हामी उयोभित्र छौँ, एउटा हिलबाभित्र छौँ। त्यसले गर्दा आज हामी खुसी छौँ। र यो सन्देश अवश्य मेरो जुन आसिङको भनाइ आहीको भनाइ मेरो सम्पूर्ण मेरो गाउँको भनाइ मेरो संस्थाको भनाइ मेरो परिवारको भनाइ तपाईँहरूले अवश्य उता घरमा आसिङ आहीहरूलाई काममा पुर्याइदिन्छ भन्ने आशा राखेको छु है। देखाऊ केही भुला भएमा म सच्याउँछु।
लगन भन्छौँ यसको खास अपभ्रंश लगन भयो। अनि खासमा भन्नुपर्दा नेपालीको शब्द शुद्ध शब्द लग्न भनेर भनिन्छ होइन। तर आजको लगनको दिन शुभ साहित्य एकदम आजको यो कहिलेदेखिको अब यो आजसम्म तयार भएर अब 29 तारिक मात्रै गएर खास समाप्त हुन्छ। तर खास यो वैवाहिक यो कार्यक्रमको यो लग्नको शुभ लग्नको कार्यक्रम समापन चाहिँ आजैको दिन हो। र यो दिनको लागि शुभ साहित्यको लागि पण्डित महापण्डितदेखि लिएर हाम्रो अब बौद्ध परम्परा अनुसार हाम्रो खेम्पो लामाहरूदेखि लिएर उहाँहरूबाट यो शुभ साहित्य निकालेर यो आजको दिनलाई चाहिँ हामीले तयार गरेको हुन्छ। र हाम्रो धर्मगुरुको समीपमा अनि सम्पूर्ण हाम्रो इष्टमित्र आफ्नो आफन्तलाई लिएर उहाँहरूको साक्षी राख्दै हाम्रो अब जन्मगान छौँ। यहाँ हाम्रो डम्फोरेहरू बाजागाजा लिएर हाम्रो सामने उहाँहरूको एउटा के भन्छ गवाहीको रूपमा हामीले यो लग्न समापन गरिरहेका छौँ। हाम्रो यो जातीय संस्कार अनुसार आज चाहिँ बेहुला बेहुलीले चाहिँ अब उहाँको बमजन थरबाट र यहाँ गोले थरको बेहुला र उहाँ बमजन थरको बेहुली चाहिँ अब दुई थरको अब एउटै मासु भएर नङ मासु भएर चाहिँ अब एउटै घरमा आएर चाहिँ उहाँहरूले बिताउनु पर्ने हुँदाखेरि र उहाँहरूलाई अब यो घरको बुहारी भए पनि उहाँको एउटा छोरीको दर्जामा हुन्छ। एउटा अब त्यो यहाँको सदस्यको पर होस् भनेर चाहिँ आज शुभ लग्न गरेर चाहिँ उहाँ एउटा डिक्लेरेसन गर्ने एउटा घोषणा गर्ने उहाँहरू अब यो घरको परिवार हो भनेर आजदेखि चाहिँ विवाहित हो भनेर त्यसको हाम्रो अब चिनोको लागि उहाँको पहिचानको लागि चाहिँ हामीले त्यो अगाडिपट्टि पाङ्देन भन्ने सानो त्यो एउटा लेप्टा लगाइन्छ। त्यो यो पोसाकमा अरू ड्रेस लाउँदा त पर्दैन। तर यो हाम्रो जुन चाहिँ हाम्रो जातीय पोसाक लाउँदा चाहिँ यो पाङ्देन भन्ने लगाएर चाहिँ उहाँको परिचय चाहिँ उहाँ चाहिँ विवाहित स्त्री हुनु रहेछ भनेर त्यो जानकारीको लागि चाहिँ हामीले त्यो यो आज लग्नको शुभ साहित्यमा चाहिँ यो कार्यक्रम चाहिँ गर्छौँ। र आजदेखि चाहिँ त्यहाँबाट उहाँहरू चाहिँ वैवाहिक सम्बन्धमा एक भएको छ भनेर हामी त्यो घोषणा गर्ने हो।
राम्रो यो जोडी पायो कति राम्रो यो जोडी पायो कति राम्रो यो जोडी पायो कति राम्रो यो जोडी सामनेको सामने साक्षी राखेर आज यत्रो गानमा गान्छन् लामा भेमीहरू शाखा सन्तान माम भेमी सबैजना बिहानदेखि खटेर यत्रो दिनदेखि खटेर आज हामीले यत्रो लगनको कार्यक्रम यहाँ सम्पन्न गऱ्यौँ। तर म यही भन्छु आजको क्षण आजको पल याद गरेर मेरो भानिज र भान्जी चाङ जीवनको अन्तिम घडीसम्म एक भएर हिमाल जस्तो तकेर गरेर खानुपर्छ। यो हामी आसिङ आगे माम मेमे सबैको आशीर्वाद हो। जिन्दगीमा सानोतिनो एक दुसरामा सानो मनमुटाउ हुन्छ उयो हुन्छ त्यसलाई पर सारेर आजको यो पल चाङ्गेलाई साक्षी राखेर अन्तिम घडीसम्म मेरो भानिज चाङले गरिखाओस् भन्ने आशीर्वाद दिँदै मेरो यो भानिजको ताकि आसिङको दस्तुर अनुसार बोल्दैछु। आँखामा छोरा